मेरो चाहिँ यहाँ कौसीमा यो पनि छ अनि यहाँ आलु रोप्दै थियो। आलु चाहिँ खन्ने बेला भएछ, कत्रो भएछ हेरौँ न। आलु चाहिँ कत्रो भएछ हेरौँ भनेर चाहिँ खनेर हेरौँ। ओहो ल लु निस्क्यो है एउटा, आई एउटा दुईटा दुईटा ल माथि पो बसेछ, घामले डरेछ। तिनटा आलु फलेको छैन है, क्या हो बोट मात्रै हो क्या हो आलु त, बोट मात्र आलुको त बोट मात्र हो कि क्या हो। ए यतापट्टि रहेछ, यतापट्टि ओ यता रहेछ, यता यहीँ सानो पो रहेछ। बोट चाहिँ यत्रो छ, आलु चाहिँ के हो जस्तो, के जस्तो आलु फल्यो होला है यस्तो। एहे यस्तो नि आलु हुन्छ त है, आलु फलेको रहेछ। ए यस्तो चाहिँ अब आलु फलेछ, यस्तो नि हुन्छ त आलु। आलुको बोट हेरेर त आलु छैन त, ए बोट मात्र रहेछ। खै आलु छैन, आलुको त बोट मात्र रहेछ। बोट चाहिँ यहाँ हेर्नु त, आमा गाइजहरू बोट हेर्नु त, त्यहाँ बोट हेर्नु त, यहाँ बोट अनुसारले त यहाँ त आलु त के हो यो आलु, खै आलु छैन, के हो यो यस्तो छैन रहेछ आलु। अब यो आलु यत्तिकै यत्रो बोट हो, यति आलु थक्का यति जा। अब यस्तो नि हुन्छ त है। अब यताको बोटमा हेरौँ, यताकोमा ओहो बरु यहाँ ठुलो फलेछ। ओहो यहाँ चाहिँ ठुलो फलेछ, बरु यस्तो सानो बोटमा बरु ठुलो फलेछ, तर एउटा मात्र रहेछ। छ्या थट यस्तो नि आलु हुन्छ त, ठुलो फलेछ भनेको त जा। अब एउटा आलु फलेछ है, थट्टा लाजै मर्दो भएछ यो चाहिँ आलुको। ए यो पुरेर राख्नुपर्छ, ठुलो हुन्छ भोलि पर्सि। ल